आखिर को हुन् खप्तड बाबा? सुदूरपश्चिमको यो पवित्र भूमिले कसरी लाखौं मानिसको मन, संस्कृति र विश्वासलाई एक सूत्रमा बाँधेको छ। सुदूरपश्चिम नेपालको उच्च पहाडी भित्र फैलिएको खप्तड केवल हरियाली घाँसे मैदान र सुन्दर दृश्यको ठाउँ मात्र होइन, यो हजारौं वर्षदेखि आस्था, अध्यास र संस्कृतिको केन्द्र बनेको एउटा रहस्यमय भूमि हो। डोटी, बाजुरा, अछाम र बझाङ जिल्लामा फैलिएको खप्तडलाई आज पनि धेरै मानिसहरू देवभूमि भनेर चिन्छन्। स्थानीय जनविश्वासका अनुसार वर्षाली समयदेखि ऋषिमुनिहरू त्यहाँ तपस्या गर्थे। जङ्गल, गुफा र विशाल मैदानहरू ध्यान र समाधानको पवित्र रहस्य बन्थ्यो। तर खप्तडलाई देशभर परिचालन गराउने व्यक्ति भने खप्तड बाबा हुन्। भनिन्छ उनले संसारको माहौल त्यागेर यही आए, वर्षौंसम्म कठोर तपस्या गरे। प्राकृतिक जीवन, योग र जडीबुटीको ज्ञान बाँड्दै उनले मानिसलाई एउटा गहिरो सन्देश दिए। प्रकृतिसँग जोड्नु नै जीवनको वास्तविक खुसी हो। सायद यही कारण आज पनि मानिसहरू घन्टौं हिँड्ने, दिनौं हिँड्ने खप्तड पुग्छन्, उकालो चढ्छन्, जङ्गल पार गर्छन्, कठिनै बाटो तय गर्छन्। तर उनीहरूको गन्तव्य केवल एउटा यात्रा होइन, त्यो विश्वासको यात्रा हुन्छ। हरेक वर्ष गङ्गा दशहराका बेला हजारौं श्रद्धालुहरू खप्तड भेला हुन्छन्। कसैले मनोकामना पूरा भएको खुसी पूजा गर्छन्, कसैले नयाँ आशा बोकेर आउँछन्, तर कसैले देवभूमिको काखमा पुग्छन्। रात पर्दा देउडाको भाका, भजनको सुर, धामी झाँक्रीको ढल र कुहिराले ढकिएको वातावरणले खप्तडलाई अझै रहस्यमय बनाइदिन्छ। फ्राकिलो हरियाली मैदान, दुर्गम जडीबुटी, वन्यजन्तु र प्राकृतिक अनुपमले सौन्दर्यले भरिएको खप्तडलाई धेरैले नेपालको स्वर्ग भन्ने गर्छन्। तर यसको वास्तविक शान्ति केवल सुन्दरतामा होइन, यहाँ पुग्ने आत्मा शान्ति र विश्वासको लुकेको छ। आज संसार आधुनिकमा दौडेको छ, तर खप्तड अझै मन बसेर मानिसलाई बोलाइरहेको छ। किनकि खप्तड केवल एउटा पर्यटकीय गन्तव्य होइन, यो सुदूरपश्चिमको आत्मा, नेपाली संस्कृतिको गौरव र प्रकृति तथा आस्था बीचको अद्भुत सम्बन्धको जीवित प्रति हो।